हेलो साथीहरु, वेलकम, नमस्ते, सेवारो। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। म चाहिँ अब दशैंको माहौल छ, त्यसैले तल खेतमा आएको छु घाँस काट्न। सो तपाईहरुले हेर्न सक्नुहुन्छ, मैले गाईहरु अघि अगाइसकेको छु, घाँस पनि काटिसकेको छु। अब म घर जाँदै छु, तपाईहरु हेर्दै जानुहोस् ल। हाम्रो खेतमा चाहिँ धानहरु एकदम झुलिसकेको छ। त्यहाँ पारी गाउँहरु हो, एकदम यहाँ चाहिँ हाम्रो गोठ हो, दालहरु एकदम धेरै छ। यसो तपाईहरुलाई चाहिएमा मलाई सम्पर्क गर्नु होला। घाँस यहाँ काटिसकेको छु, अब जाने छौं हामी घर। गोबर पनि लानु पर्यो घर लिप्नलाई भनेर। गाइस हेर्नुस्, म तपाईहरुलाई अब यहाँ सिरानबाट हाम्रो खेतहरु देखाउँछु। एकदम हाम्रो खेत चाहिँ तल हेर्नुस्, यो तल पुच्छारको हाम्रो, अनि त्यहाँदेखि बिचको हाम्रो सैलातुम्बाहरुको, यो सिरानको हाम्रो माइलातुम्बाहरुको हो। वारिपारी एकदम राम्रो देखिएको छ। अनि मैले फुल पनि कति राम्रो भेटेर ल्याइसकेको छु। एकदम राम्रो छ मौसम, अलिक धुम्म छ। घाम लागेको भए त एकदम राम्रो देखिन्थ्यो, तर यो फोन नराम्रो हुनाले चाहिँ राम्रो आएन। म चाहिँ अब घर पुग्न लागे। घर चाहिँ माथि हो, यो बाटो हुँदै जानुपर्छ। खोल्सा छ, पानी बगिरहेको अवस्था छ। अनि यहाँ चाहिँ कुवा हो, कुवा छ है, हाम्रो थुप्रै कुवा छ। ल म चाहिँ अब घर पुगेँ। मेरो घर चाहिँ यही हो। कस्तो राम्रो फुल फुलिरहेको छ। यो फुलको नाम के हो थाहा भएन, तर एकदम राम्रो फुलिरहेको छ। यो चाहिँ मेरो घर हो, यस्तै छ गाउँघरमा। ल साथीहरु, मैले खाना नि खाइसकेँ। अब त्यहाँ परतिरसम्म जानु छ, किनभने त्यहाँ पिङ बनाउँदैछ अरे, यहीँ मासतिर हाम्रो घरदेखि यहाँ मासतिरको रोडमा। सो त्यहाँ पुगेर भिडियो देखाउँछु है त। यही हो है पिङ बनाउने स्थान चाहिँ, कस्तो नराम्रो आएको यहाँ। अब दुईजना भगरहरु बस्छ ल यहाँ पिङ बनाउने हाम्रो दाजुभाइहरु लगायत भदैहरु हामी चाहिँ लामो लाँदैछौँ। छोरी मान्छे जतिले चाहिँ हाम्रो लगभग बनिन लाग्यो, अब बान्न बाँकी छ है त। ल के भन्न चाहनुहुन्छ दाजु? यो चाहिँ अनिवार्य हुनुपर्ने, कसले गर्दा यो प्लानेट भन्ने प्लान बनाउने मै हो। ल धन्यवाद। हो जेनजी पुस्ताहरु हेरेको हेरे। तर अब यहाँ गरौँ एउटा अलिक गाउँघर बिचमा अलिकति एउटा रोमान्टिक एरिया होस् हैन, रमाइलो होस्। अब बाजे नि दुई चाहिँ हाल्नु न, अनि एकछिन यहाँ बस्नु, यहाँ बान्नु तरिका सिकाउनु। तिरो नजाओस् है यो कुरा। हस् ल दाजु, धन्यवाद, धेरै धेरै धन्यवाद। हामी चाहिँ यहाँबाट जसरी सक्सेस गरौँ। अब हाम्रो चाहिँ के हुन्छ भने पहिला 4 किल्लाको थियो, अहिले 6 किल्लाको भयो हैन, किनभने थाम्न सक्दैन कता के हुन्छ हैन दाजु। द्याट्स वाइ म एउटा भन्छु। ल ढुङ्गा चाहियो, अब ढुङ्गालाई जाऊ। भुराभुरीलाई, हामी त ठुलो मान्छे भयौँ, भुराभुरीलाई रमाइलो एउटा वातावरण होस्, एउटा उसमा अब देखाउँ हैन। त्यसको लागि चाहिँ म अलिकति पढेर सापुङको यति मात्रै भावना छ है। हस् ल दाजु। यसमा के हुन्छ भने तपाईहरुले फेरि अर्को ठाउँदै लान्छौँ। सायद सक्सेस भएपछि पछाडि फेरि देखाउने छौँ। ल हस् त, धन्यवाद। ल साथीहरु, आजको ब्लग चाहिँ यति नै। पानी परेर डिस्टर्ब भयो है, पानी एकदम ठुलो परिरहेको छ। त्यही भएर यति नै आजलाई। फेरि अर्को ब्लग लिएर आउने नै छु भन्दै आजलाई चाहिँ टाटा बाई बाई भन्न चाहे।